वंश भनेर हर्कबुङ भन्ने हाम्रो पुर्खा पहिलो पुर्खा हुनुहुन्छ। साकेला सिडी कसरी उत्पत्ति भयो भन्ने विषयमा म केही जानकारी दिन चाहन्छु। तपाईहरु हेरेर यता मजा पनि लिँदै हुनुहुन्छ भने म तपाईहरुलाई यो साकेला सिडी कसरी सुरु भयो, यसको उत्पत्ति कसरी भयो भन्ने विषयमा थोरै जानकारी दिने जमर्को गर्नेछु। जुन किराँतीहरूको मुन्धुम अन्तर्गत किराँती वंश मध्येको हर्कबुङ भन्ने हाम्रा पुर्खा, हेच्छाकुपा भन्ने हाम्रा पुर्खा हुनुहुन्थ्यो। जुन हेच्छाकुपाको एउटा श्रीमती अथवा उहाँको श्रीमती चाहिँ नालुङमा भन्ने हुनुहुन्थ्यो र उहाँहरूले चाहिँ जङ्गली युगको अवस्था थियो। त्यति बेला कुनै पनि अन्नबाली लत्ता कपडा लगाउने कुनै पनि प्रचलन थिएन। त्यो बेलामा हर्कबुङले जङ्गलमा विभिन्न गिठा भ्याकुरहरू खाने प्रचलन थियो। विभिन्न जङ्गली चराचुरुङ्गीहरू मारेर खाने प्रचलन थियो। त्यसै क्रममा जङ्गलमा गएर एउटा बाटोमा एउटा ढुकुरलाई मारेर लिएर आउँछ। जुन ढुकुरको मासुलाई चाहिँ पकाएर श्रीमान श्रीमतीले भोजन गर्छ र जसको ढुकुरको एउटा काँड हुन्छ, तपाईँलाई थाहा छ जसरी कुखुराको काँड हुन्छ, त्यो ढुकुरको काँड चाहिँ त्यसले खाएको केही चिजहरू त्यहाँ बीजहरू थियो, त्यो चाहिँ पारितिर